प्रशस्त धन सम्पत्ति होस् या नहोस्, तर जीवनमा सुख दुःखमा साथ दिने असल जीवनसाथी चाहिँ अवश्य पनि होस्। यो भिडियो अन्तिमसम्म हेर्नुभयो भने जीवनमा कसरी सम्बन्धलाई राम्रो बनाउने, कसरी राम्रो र बलियो सम्बन्ध बनाउने भन्ने कुरा सिक्न पाउनुहुनेछ भन्ने कुरा आशा र अपेक्षा लिएको छु। नमस्कार, म गणेश कौर। आउनुहोस् आज मायाको सम्बन्धको बारेमा केही नयाँ कुरा सिकौँ। नम्बर 1, यदि तपाईँ असल, इमान्दार, साँचो, लोयल जीवनसाथी पाउन चाहनुहुन्छ भने तपाईँ स्वयं आफै पहिला लोयल, इमान्दार, साँचो र प्रेमपूर्वक बन्नुहोस्। हो, म सही भन्दैछु। यदि तपाईँ मेरो जीवनसाथी असल होस्, मेरो जीवनसाथी इमान्दार होस्, मेरो जीवनसाथीले राम्रो काम गरोस्, मेरो जीवनसाथीले चिट नगरोस्, यदि यस्तो चाहनुहुन्छ भने पहिला तपाईँले नगर्नुहोस् न। होइन, आफ्नो जीवनसाथी यस्तो भइदियोस् भन्ने आफूले त्यस्तै गर्दै हिँडेपछि त त्यस्तो भएन नि, हुँदैन नि। तर तपाईँ स्वयं पहिला आफू नै त्यस्तै बन्नुभयो भने तपाईँको जीवनसाथी पनि अवश्य पनि त्यस्तो हुनेछ। नम्बर 2, शङ्का गर्न छोड्नुहोस्। हो, आफ्नो जीवनसाथीलाई शङ्का गर्न छोड्नुहोस्। आफ्नो जीवनसाथीसँग प्रेमपूर्ण मेलको विचार राख्नुहोस्, किनकि शङ्काले लङ्का जलाउँछ। हो, शङ्काले लङ्का जलाउँछ। आफूले साँचो कुरो थाहा नपाउँदासम्म सोध्न सकिन्छ यो के हो, कस्तो हो भनेर, तर शङ्का नगर्नुहोस्। शङ्काले लङ्का जलाउँछ भन्छ, शङ्काले सम्बन्ध जलाउँछ। नम्बर 3, जो जीवनसाथीहरू एकअर्कामा प्रेम गर्दछन् उनीहरू शब्द, कर्म र मनका विरोधीहरू हुँदैनन्। प्रेम उसैले गर्छ जो प्रेममा हुन्छ। यदि तपाईँलाई कसैले साँच्चीकै प्रेम गर्छ, साँच्चीकै मनैदेखि माया गर्छ, कहिले पनि तपाईँको मन दुख्ने काम गर्दैन। कहिले पनि तपाईँले यस्तो नगर है भन्दा त्यो काम गर्दैन। सधैँ डराइराखेको हुन्छ, सधैँ मैले यस्तो गर्नुहुन्न है भन्ने कुरा दिमागमा राखेर बसिराखेको हुन्छ। त्यसैले यदि तपाईँलाई कसैले यस्तो गर्छ भने तपाईँ जतिको भाग्यमानी त कोही पनि होइन। साँच्चै तपाईँ धेरै भाग्यमानी हुनुहुन्छ यदि कसैले यस्तो गर्छ। जो मान्छेले प्रेम गर्छ त्यो मान्छेलाई डर हुन्छ, मैले यस्तो गर्नु। जो मान्छेलाई प्रेम गर्छ त्यो मान्छेलाई डर हुन्छ, यस्तो नगर है, त्यसैले भन्छ। हस् त, आजलाई छुट्टिन्छु। नमस्कार।